फेसबुक मोनेटाइज हुनेछ अब एक क्लिकमा। साथीहरु अब हामीले आफ्नो फेसबुक प्रोफाइल अथवा पेजलाई आफैले मोनेटाइज एक्टिभेट गर्न सक्छौं। त्यसको लागि हामीले कुनै फेसबुकलाई नोटिस पनि भेज्नु पर्दैन, केही जान्नु पनि पर्दैन। बस सेटिङमा गएर हामीले मोनेटाइजेसनको लागि टिक गर्नुपर्ने हुन्छ। एक दिनमै हामीले फेसबुकलाई मोनेटाइज एक्टिभेट गर्न सक्छौं। सो के कुरा हुन्, के गर्नुपर्ने हुन्छ, सबै प्रोसेसहरु ए टु जेड स्टेप बाइ स्टेप भन्ने चाहिँ कृपया भिडियोलाई चाहिँ स्किप नगरेर हेर्नु होला। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। सो अब ढिला नगरिकन तपाईले मोबाइलको स्क्रिन शेयर गर्न गए है। फेसबुक एप्लिकेसन ओपन गर्नुस्। त्यसपछि तपाईले यहाँ माथिपट्टि यो 3 लाइनमा जानु होला। कसैको यतापट्टि यो कुनातिर हुन्छ, कसैको यो कुनातिर हुन्छ हैन। तपाईले यो 3 लाइनमा जानुपर्ने हुन्छ। त्यसपछि अलिकति तल आएर सेटिङ एन्ड प्राइभेसीमा जानु होला। सेटिङ्समा जानुहोस्। अलिकति स्क्रल गर्नुस्। तपाईले देख्न सक्नुहुन्छ पेज सेटअप भनेको चाहिँ यहाँनिर पेज सेटअप रहेको छ हैन। तपाईको प्रोफाइल भने पेजेस लेखेको हुन्छ। मेरो यो पेज हो, त्यसैले पेज सेटअप दिएको छ हैन। सो अब म जस्ट पेजेसमा गए हैन, पेज सेटअपमा गए। त्यसपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ पेज टाइप भनेको छ, यसमा जानुहोस्। यसमा आइसकेपछि साथीहरु यहाँ देख्न सक्नुहुन्छ एउटा बिजनेस भनेको चाहिँ एउटा क्रिएटर भनेको छ। तपाई फेसबुकबाट पैसा कमाउनको लागि हो र कन्टेन्ट क्रिएट गर्नुहुन्छ भने क्रिएटरलाई जस्ट सिलेक्ट गर्नुहोस् र अनि तपाईले नेक्स्ट नगर्नु होला। अलि तल यहाँनिर देख्न सक्नुहुन्छ हेल्प मी चुज भनेको छ, यसमा जानुहोस् हैन। यसमा आइसकेपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ एउटा क्रिएटर र अर्को बिजनेस भनेको छ। तपाईले क्रिएटरको यो तीनटैमा टिक गर्नुपर्ने हुन्छ यहाँबाट र नेक्स्ट गरिदिनु पर्ने हुन्छ। सो यो चाहिँ धेरै क्रिएटरहरूले गलत इन्फर्मेसन दिइरहेका छन्। यसमा टिक गर्ने बित्तिकै तपाईले एक दिनमै कन्टेन्ट मोनेटाइजेसनमा एक्टिभेट गर्न सक्नुहुन्छ भन्नुहुन्छ हैन। तर यस्तो हैन, तपाईले यो गरिसकेपछि 1 महिनासम्म लगातार तपाईले फेसबुकमा कन्टिन्यू पोस्ट गर्नुभयो भने चाँडै नै कन्टेन्ट मोनेटाइजेसनमा एक्टिभेट पाउन सक्नुहुन्छ। जस्ट हामी नेक्स्ट गर्दियौं हैन। फेरि तपाईले यस्तो खालको इन्टरफेस देखाउँछ र कन्फर्म गर्दिनुहोस्। कन्फर्म गरिदिसकेपछि साथीहरु यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो फेरि यसमा गयो हैन। यहाँ हाम्रो क्रिएटर सिलेक्ट भइसकेको छ। यसरी तपाईको मोनेटाइजेसनको लागि नोटिफिकेसन जाने हो। तर यो चाहिँ नि अहिलेसम्म फेसबुक प्रोफाइलमा देखिएको छैन। यो सेटिङ फेसबुक प्रोफाइलमा छैन, फेसबुक पेजमा मात्रै छ हैन। धेरै क्रिएटरहरूले गलत इन्फर्मेसन दिइरहेका छन्। यस्तो गर्नुस्, यसो गर्यो भने तपाईको फेसबुक प्रोफाइल अथवा पेज मोनेटाइज हुन्छ भनेर भन्छन्। यस्तो गर्ने बित्तिकै तपाईको फेसबुक प्रोफाइल अथवा पेज मोनेटाइज हुँदैन। मोनेटाइज गर्नको लागि आफूसँग अडियन्स कनेक्ट राख्नुपर्ने हुन्छ, राम्रो कन्टेन्ट अपलोड गर्नुपर्ने हुन्छ, डेली फेसबुकमा पोस्ट गर्नुपर्ने हुन्छ। फेसबुकमा जति पनि फर्मेट छन्, फोटो, टेक्स्ट, स्टोरी, रिल्स सबैमा काम गर्नुपर्ने हुन्छ। रेगुलरली तपाईले पोस्ट गर्नुहोस्। 30 दिनसम्म लगातार तपाईले आफ्नो रिच इन्गेजमेन्ट बढाउनु भयो भने फेसबुकले तपाईलाई कन्टेन्ट मोनेटाइजेसनमा एक्टिभको अप्सन